छोरी पाउनु नै हाम्रो लागि भाग्य हो हैन। हामीले धेरै चाहिँ हामी खुसी छौँ। अब त्यही त हाम्रो छोरा, हाम्रो बुहारी, हजुरहरूको छोरी हैन, एउटा चाहिँ ठाउँमा पुग्नु भएको छ, अस्ट्रेलियामा जानुभएको छ। उहाँहरू सुखी रहनु, खुसी रहनु हामीलाई त त्यही ठुलो भयो। त्यही बुवा आमाले गर्नुभएको जुन चाहिँ उहाँहरूको तर्फबाट दिन सक्ने दान दक्षिणा के छ हैन, त्यो यहाँहरू समक्ष प्रस्तुत गरेका छौँ। बाँकी त त्यही त छोराबुहारीहरू उहाँहरू खुसी हुनुहोस्, एउटा ठाउँमा रमाउनुहोस्। अनि त्यसपछि सबै बाबा आमा सबैलाई मेरो पनि नमस्कार। अब धेरै कुरा भनिसक्नु भएको छ। विशेष गरेर आज हाम्रो छोरी रूपा गुरुङको यो शुभ विवाह भन्नुपर्छ हामीले। यो अत्यन्तै खुसी लागिरहेको छ हामीलाई, किनभने हाम्रो यो जन्मेपछि हुर्काएपछि बाबुआमाले एकचोटि चाहिँ हाम्रो कर्तव्य भनेको छोराछोरीलाई बिहे दान गरिदिने एउटा छ भनेदेखि होइन, त्यही परम्परा ज्वाइँ साहबको यो शुभ विवाह, यो शुभ कल्याण भइराखेको अवस्था, यो अवसरमा मेरो व्यक्तिगत तर्फबाट मेरो छोरी ज्वाइँ र मामा माउली सबैलाई हार्दिक बधाई दिन चाहन्छु र छोरी ज्वाइँलाई आशीर्वाद दिन चाहन्छु। अब यहाँहरूले जुन परम्परागत हाम्रो संस्कार अनुसार हाम्रो चेलीलाई जुन चाहिँ गरगहनाहरू होइन, अनि अर्को चाहिँ सिँगार पटारको गरगहनादेखि लिएर सम्पूर्ण चिजहरू चाहिँ यहाँले यो अत्यन्तै सुखद चाहिँ क्षण हो भनेर भन्नुपर्छ। हामी पनि अति भाग्यमानी रहेछ हामीलाई लागेको छ। योभन्दा पहिला यहाँहरूसँग हाम्रो परिचित नभए तापनि आज चाहिँ अब छोरीको एउटा भनौँ न कर्मले गर्दा, उहाँहरूको भाग्यले गर्दा, हाम्रो भाग्यले गर्दा आज मर्स्याङ्दी गाउँपालिका को चाहिँ ताराचोकको हाम्रो मामा माउलीहरूसँग हाम्रो सम्बन्ध जोड्न गयो। यो सम्बन्ध हाम्रो सधैँ तर्फबाट शुभ आशीर्वाद छ र छोरी ज्वाइँको को चाहिँ एउटा दाम्पत्य जीवन एकदमै सफल रहोस्, सुखमय रहोस्। यो सबै हामी प्यार्जुङवासी, यहाँको बाबा आमा र हामी आमाहरू सबैको तर्फबाट यहाँहरूलाई शुभकामना होइन, शुभकामना छ ल, बधाई छ। अब अरू कुरा त अब के गरौँ, योभन्दा खुसीको कुरा त अब कहिले होइन, योभन्दा खुसी त अब हुन सक्दैन। जे जति खुसी छ आज हामीले खुसी पाएको छ। एउटा चलन होइन, हाम्रो संस्कार अनुसार हुन त यो सबै गहना जति पनि सम्पत्ति आज चाहिँ हामीले यो एउटा संस्कार अनुसार यहाँहरूसँग मगनी गरे पनि यो त हाम्रो छोरी ज्वाइँको नै हो। फेरि यो सबै पहिरेर हजुरहरूकै घरमा चाहिँ प्रवेश गर्ने हो, जाने हो। तैपनि यो बाबा आमाको हामी सबै माइतीको तर्फबाट चाहिँ यो एउटा प्रमाण भनौँ न, अथवा यो चाहिँ एउटा चलन पनि रहेछ हाम्रो हिजोदेखिको, त्यो ल्याउनु भएको छ। त्यसमा चाहिँ हामी सबै खुसी छौँ। अब माग्न त के माग्नु भएको छ होइन, बाबा आमाले त्यो त अब आमाहरू महिलाहरू त अब गरगहना नै भन्छ के अरे, जति जे भयो नलिने भने पनि लाउनै पर्यो। फेरि अब तपाईँहरूको बुहारीलाई पहिराएर लानै पर्यो तिलरी छ्याबै माल पहिली भए यसरी हेर्नु पनि त यो सौभाग्य हो नि त हाम्रो, छुन पाउनु। अझै पनि मोबाइलले गर्दा यो हेर्नै नपाए बिहा भयो। भाग्य आफ्नो सन्त मालम म खपरी